हामी चाहिँ आज जलुको टिप्न भनेर लागे। कत्रो प्लास्टिक ल्याउनु? अब चाहिँ हामी यो खोला पार गरेर पारी गएर डाँडा चढ्दछौँ हामी। यो चाहिँ म फिल्म सुटिङ गर्ने ठाउँ भन्दै छु है। हेर्नुहोस् न कति राम्रो छ सिनहरू पनि। वाउ, हाउ टु ब्युटिफुल। वाउ, फाइनल्ली हामी आइपुग्न लाग्यौँ। यसबाट भ्यू चाहिँ अलि माथिबाट देख्छ। म माथिबाट गर्छु। वाउ, कस्तो दामी न्युरो। मैले फर्स्टमै जलुको भेटिसकेँ। अहिले त मान्छेहरू आएन क्या टिप्नलाई। यो चाहिँ हो जलुको। कतिजनाले चिन्नु भयो होला है, कतिजनाले चाहिँ चिन्नु भएको छैन होला। आज चाहिँ मजाले जलुको ढिँडो खाने हो होइन भाउजू? भेट्नु भयो? कतिले त चिन्नु भयो होला होइन, कतिले त अब चिन्नु भएको हुँदैन नि त जलुको। मलाई त थाहा थिएन पहिला है। अनि अहिले चाहिँ पछि भैँसवाल चिन्नु थालेँ। अनि जलुको चाहिँ यस्तो हुन्छ ठ्याक्कै कर्कला जस्तै। अनि यसको यस्तो गाभा चाहिँ चट्ट पकाएर खाँदा दामी हुन्छ क्या। लसुन मेथी झानेर होइन, चट्ट पकाएर खाँदा वाउ, यस्तै हो क्या। कस्तो मिठो हुन्छ। जलुको टिप्ने हामी मात्र होला भनेको, कति धेरै मान्छे बाबा। ल हेरे झ्याप्पै भेट भयो फेरि बिचमा। कता जाउँ भयो। अनि फेरि लाग्यो मासतिर। वाउ, यहाँबाट भ्यूज राम्रो देख्छ है। भ्यू कस्तो राम्रो बस्न के यसको फुल हो। कति राम्रो बस्न आउँछ नि। फाइनल्ली हामी चाहिँ जलुको टिपेर लाग्यौँ घरतिर। भाउजू तपाईँको देखाउनु त, देखाउनु न यता। ल मेरै धेरै छ नि त नि। भाउजूको चाहिँ 2जना अनि हाम्रो 4जना हो नि त।